खेल्दाखेरि मुन्टो घोप्टो खुट्टा मासतिर पर्नु भएको मान्छे अनि उहाँ चाहिँ हाम्रो शेखर भाइ उहाँ अगाडि पछाडि सबैतिर हुनुहुन्छ हैन पछाडि हुनुहुन्छ इन्ट्रोडक्सन भी दिरा ए कैसे हैं आप लोग हाम्रो देवराज भाइ छ अनि यता चाहिँ हाम्रो शेखर भाइ छ अनि तपाई चाहिँ म चाहिँ कर्णा दिदी अनि हामी कहाँ गएर हामी आज विस्तृत रूपमा भन्नु पर्दाखेरि त्यही हो अब हामी यहाँ चाहिँ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है पञ्चकन्या पोखरीबाट फर्किँदै छौँ मरिनको प्रख्यात एउटा पोखरी हो त्यो आज हाम्रो यतिकै त्यो प्लानै नगरिकन हामी आएको हो त्यही भएर अब यस्तो अनप्लान कुराहरू नै सक्सेसफुल हुन्छ भन्ने थाहा थियो त्यही भएर हामी यतिकै जाने हामीले प्लान गरेको छैन हिजो त झन् बेलुका भनेकै होइन हिजो बेलुका त हामी राति त सुतेछौँ रातभरि प्यारी समझ गई रातभरि हामीले निन्द्रा पुर्यायौँ अनि आज दिउँसभरि हामी हिँडिरहेछौँ त्यो अझै खल्टाङ गर्दै हिँड्दैछ यार त्यसलाई म एकछिन दिनु पर्यो चप्पल दिनु पर्यो अनि साथीहरू यहाँनिर चाहिँ उता शशी भन्ने मान्छे छ कि अनि यता उसको लेफ्ट साइडमा भएको दिदीको चाहिँ चप्पल चुट्यो अनि उसले चाहिँ खुट्टामा त्यो चप्पल बाँधेको छ अब तपाईँ बुझ्नुहुन्न होला अहिले म देखाएरै अनि त्यसपछि यो आइडियाको चाहिँ मेन नाइकी उहाँ हुनुहुन्छ तुम खुद देखो ये देखो है मुझसे कोई स्मार्ट बताओ खुद असम्भव हुन सफल भयो र अब हामी फेरि हाम्रै पार्टीतर्फ लाग्दैछौँ र अहिले भ्यू देख्न सक्नुहुन्छ कस्तो दामी भ्यू छ होइन हामी फेरि आइसकेका छौँ भ्लगलाई कन्टिन्यू गर्दै तपाईँ आफ्नो फेस पनि देखाउनुहोस् देवराज भाइ मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर खास चाहिँ कहाँ गएको थियौँ जान चाहिँ आज हामी पञ्चकन्या पोखरी गएको के अरे पञ्चकन्या पोखरी गयौँ कति बजी हाम्रो प्लान थियो कति बजी गयौँ कति हिँड्यौँ हाम्रो चाहिँ प्लान एकदम तर हामीले प्लान बनाएको थिएनौँ हामी एकदम अनप्लान सिचुएसनमा हिँडेको हो होइन हामीले यस्तो यो टाइममा जान्छौँ भन्ने पनि थिएन त्यो टाइममा जान्छौँ भन्ने पनि थिएन हाम्रो भ्लगर दाइ चाहिँ अलि साई हुनुहुन्छ अनि हामी चाहिँ हल्का चल्दो बल्दो मान्छे यहाँको चलपल हाम्रो अलिक बढी हुन्छ कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी यस्तै छ अहिलेको लागि होइन पछि भेट्छौँ जस्तै ठुलो खोला छ यहाँ चाहिँ यहाँ अब स्ट्रगल गरिरहेको छौँ हामी कसरी जाने भनेर यहाँ कमिलाहरू पनि तर्दै रहेछन् कमलाहरूलाई बल्ल बल्ल तार्यौँ हामी कसरी जाने भनेर एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के अहिलेको लागि तरिसकेको छौँ अहिले तपाईहरुलाई हामी यस्तो दामी अहिले अब सिनेमेटिक शटहरु हेर्नु एकछिन अहिले चाहिँ हामीले भर्खर एउटा प्लान बनाएको छौँ कि त्यो प्लान चाहिँ के हो भने यहाँ आउन तिमी पनि यो प्लानमा अलि बहादुर चाहिँ कोही छैन हामी अब आइपुग्ने लागिसक्यौँ त्यो बुलमा हैन हजुर अनि कसैलाई पनि थाहा छैन के यो कुरा कसैलाई नभन्नु नि फेरि प्लान यता यता अहिले हामी कसैलाई भन्नु हैन 1 2 1 2 1 2 1 2 है 1 भन्दाखेरि यता तान्नी 2 भन्दाखेरि 1 भन्दा पुल 2 भन्दा पुस 1 भन्दा पुल ल ढ्यापा हाम्रै पछाडि छन् उनीहरू चाहिँ हैन त्यसो गर्दै होला देखाएको छैन नि उनीहरूलाई थाहा छैन है भ्लग बनाएको भ्लग बनाउन थाहा छैन उनीहरूलाई थाहा छैन उनीहरूलाई केही पनि थाहा छैन यो कुरा कसैलाई नभन्नु नि फेरि तर यो कुरा कसैलाई नभन्नु नि फेरि साथीहरू हामीले चाहिँ भर्खर यहाँ भैँसीहरूलाई देख्यौँ अब हामी चाहिँ डराउँदैन है हामी चाहिँ डराउँदैन हामी अब यी डराउनेहरूलाई देख्दा यहाँ हामी त यहीँ अगाडिबाट हिँडिरहेको छौँ साथीहरू होइन हामी साइड लगाएको छैनौँ है यिनीहरू आफै साइड लाग्यो अब डराउने मान्छेहरू चाहिँ यहाँ छन् हेर्नुहोस् न साइड लागेर बसेका छन् क्या हेर्नु न देवराज चाहिँ मेन हो यिनीहरू सबै मेन हो भने एकै ठाउँमा तीनजनाले कभर लिएर बसेको छ नि 4 जना छन् 4 जना डराएर बसेको हामी चाहिँ हामी डराउँदैन हामी चाहिँ भैँसीको सिङै उखाल्ने विचारमा छौँ यस तर सरी न हामी अब यस्तो गर्दैनौँ भन्यो नि त्यही भएर होइन ल कौन सब्जेक्ट अच्छा लगता है बैगन अघि चाहिँ हामी अब फर्स्ट स्टेजको खोलामा थियौँ अब हामी सेकेन्ड स्टेजको खोलामा आउँदैछौँ तपाईँ हामीलाई देख्न सक्दै हुनुहुन्छ हामी अलिअलि डराइरहेको छौँ किनभने खोला अति नै ठुलो छ यहाँ चाहिँ अघि पानी पनि परेको हुनाले तर डर भन्ने कुरा अलिकति पनि छैन अब तपाईँहरू पनि देख्न सक्नुहुन्छ ओ माई गॉड
कति ठुलो है झर्ना झर्ना है ओइ झर्ना झर्ना सो हामी चाहिँ त्यो झर्ना पनि पार गरेर आइसक्यौँ उहाँहरू चाहिँ डराउनु भएको थियो हामीले उहाँहरूलाई उद्धार गऱ्यौँ उहाँहरूलाई चाहिँ उद्धार गऱ्यौँ हामीले सो अहिले उहाँ चाहिँ अहिलेको साई गाई उहाँलाई पनि अहिले त्यो झर्नाबाट उद्धार गरेको थियौँ यहाँहरूलाई पनि हो अब हामी चाहिँ अलि स्ट्रङ नै पनि भयो नि त भाइ लगभग स्ट्रङै भनौँ स्ट्रङ ल ढ्यापा भाइ दोस्रो नाम चाहिँ शिखर कार्की भनेर चिनिन्छ अनि तेस्रो म है गाइस तेस्रो नाम चाहिँ त्यही हो अझै बोलाउन के बोले भाइ के बोले के बोले के जथाभावी बोले अब अहिलेको लागि चाहिँ यहाँ पुलमा हल्लाउनको लागि गर्दैछौँ है नलाउनु हामीलाई पछि थ्याङ्क यू भन्नु होला कमेन्टमा थ्याङ्क यू भन्नु यो कुराहरू चाहिँ होइन देखाइदिएकोमा भ्यू देखाइदिएको लागि चाहिँ हिमालहरू चाहिँ अहिले उहिले गर्दा छेकिरहेको छ हामीलाई सपोर्ट उसीहरूले गर्दाखेरि हिमालहरू चाहिँ छेकिरहेको त्यसको लागि चाहिँ एक्सट्रिमली सरी अहिले हामी हरेक वर्ष एउटा एउटा कन्टेन्ट यस्तै कन्टेन्ट लिएर हरेक वर्ष दसैँ तिहारको बिचतिर गाउँमा थियौँ होइन लाइन साइन नभएको गाउँमा अनि अविकसित ठाउँबाट अब हामी ऊ त्यो देख्नु भएको तपाईँले अलिक टाढा लाग्यो होला तपाईँहरूले हामी चाहिँ यो हाइकिङ भनेपछि चाहिँ हामी छोड्दैनौँ लगभग भनौँ न सेल्फी हुँदा लेकिन सुन के अच्छा लगा तपाईँहरूले सिनेमेटिक सर्ट देख्न सक्नुहुन्छ देउरालीमा बता चलु देउरालीमा बता चलु उनीहरूलाई चाहिँ फोटोमा भुल्याउँदैछौँ अब हामी अलि अगाडि गएर त्यहाँ अगाडि मान्छेहरू पनि छन् अरू उनीहरूलाई चाहिँ छिटो कटाएर अनि यिनीहरूलाई मात्र बिचमा राखेर हलाउने प्लानमा छौँ साथी तर खोला चाहिँ बेजोड रहेछ हेर्छ हामी सक्सेस हुन्छौँ तपाईँहरूलाई खोला पनि देखाउँछौँ स्टे ट्युन गाइस हामी चाहिँ यता फोटो खिच्छ जस्तो प्लान गरिरहेको छौँ होइन फोटो चाहिँ खिचेको छैन अलिकति बहुत तेज हो रहा है बहुत तेज हो रहा अलि उताबाट हाम्रो अर्डर आइसक्यो पछाडिबाट त्यही भएर यहाँ चाहिँ हामी फोटो खिच्छ जस्तो मात्रै गरेर खास फोटो चाहिँ खिच्छ होइन अब फोटो खिच्छ जस्तो नाटक गर्नुपर्छ अब यहाँ चिचु 1 2 डर लाग्यो होइन भनेपछि लाग्यो होइन तुम्हारे जैसे लोग इस देश के लिए श्राप है पहले सपने दिखाते हैं और फिर कहते कि नहीं ऐसा नहीं हो सकता अब अघि देख्नु नै भयो होला हल्का प्लान सक्सेस हुन लाग्यो तर अलमोस्ट मेरो फोन चाहिँ अलमोस्ट मर्न थालिसकेको छ होइन त्यही पनि हामी अब तपाईहरुको लागि भनेर भ्लग बनाउँदैछौँ भ्लगको लागि अब त हामी अर्को कर्ना दिदीको फोनबाट प्रेस गर्ने नै छौँ प्रेस गरी काटेर यिनीहरूलाई जोड्ने छौँ त्यही भएर हेर्नुस् है एडिटहरु गर्न हामी कति टाइम लाग्छ अब हाम्रो रियल स्ट्रगल सुरु हुन्छ गाइस हेर्नुस् त्यो धानबारीको आली नै आली हामी जानु पर्ने छ अबुई हेर्नु त हेर्नुस् न कति डर लाग्छ कति 20-40 बिघा छैन र भाइ 40 बिघा अनि त्यत्रो बिघा पार गरेर हामी रोडमा निक्लिन्छौँ स्टे ट्युन यति स्ट्रगल गरिरहेको छौँ कि होइन स्ट्रगल देखाउन स्ट्रगल भइरहेको छ हाम्रो एकदम स्ट्रगल लागिरहेको छ स्ट्रगल देखाउन यति स्ट्रगल लागेको छ कि स्ट्रगलले नै हामीलाई स्ट्रगल भइरहेछ भनिरहेछ के कुछ भी मिलाएर बुझ्नु न अब यहाँ क्यामेरा छोप्नु छोप्नु यता फर्केर ल अहिलेको लागि पछि क्या बोला तूने हेर्नुस् न स्ट्रगल चपल टाँसेको चपल टाँसेको हेर्नु ओइ भाषण छ क्या हो ओइ चिप्लो छ फ्लैशबैक अहिले तपाईहरुलाई हामी यस्तो दामी अहिले अब सिनेमेटिक शटहरु हेर्नु एकछिन साँच्चै गाडिन्छ कि ख्याल भयो जस्तो स्क्रिप्ट लाग्यो तपाईँहरूलाई होइन जे देख्नु भयो नि हामीले त्यही केही क्लियर केही कट नगरिन हाल्छौँ हामी चाहिँ होइन जे छ त्यही हामी एडिट सेडिट नो धेरै गुनासो आयो यिनीहरूले स्ट्रगल गरेर यिनीहरूले भ्युजको लागि त्यस्तो गरेर प्लान गरेर भ्युज राम्रो कुनै स्क्रिप्टेड छैन के
मान्छेहरू हेर हामीले राम्रो फेम कमाउँदै गएपछि चाहिँ यस्तो आउने रहेछ तपाईँहरूलाई के लाग्छ हामी हिँड फेरि गएर अनि खिच्यौँ जस्तो लाग्छ समझ रहे हो ना त्यस्तो त बुझ्दैन नि त्यो त सकिँदैन नि त्यो त मान्यताले दिँदैन ल स्टे ट्युन अझ जाज उही कसरी जाने होला ला कसरी जाने हेर्नुहोस् न गाइस सकिन्छ त्यो देखाउ त त्यहाँ आम्मामामा ओ माई गॉड कसरी जाने यहाँ त सकिन्छ भाषी त्यो जरा ट्राई गरौँ है ट्राई चाहिँ गर्नुपर्छ ट्राई गर्नु हामी नेपाली जेन्जी हामी नेपाली जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो। 12 बजे यस्तो 12 होइन 12:30 12:30 हेर्नुहोस् न गाइस ओ माई गॉड कसरी हिँड्ने होला खुट्टा हेर्नु खुट्टा मेरो खुट्टामा फोकस खुट्टा ओइ ओइ हिँडाइ अब त आइफोन चुप्नु आइफोन भाइ आइफोन लड्नु भएन नि आइफोन चुप्नु कहाँ जाने अरू त केही जानु भएन आइको भ्लग फेरि अविस्मरणीय त्यही छ ओइ बरु यही हिँडौँ हिँड गुजु गुजु नाइट छ्या गुजु नाइट सिक्युरिटी टाइट Good night, security tight. Backstage, I if you really wanna fight. Welcome to यस्तो चढेर ब्लगमै छ अहिलेसम्म ब्लगै भइरहेको कि हाम्रो कन्टिन्यू छ हेर्नु न हाम्रो एउटा छैन नि हाम्रो एउटा छैन हजुर छैन क्लियर हो सक्यो नि त क्लियर गई क्लियर अलिकति बाँकी क्लियर फाइनली अब ठुलो खोला छ एउटा एउटा थर्ड स्टेजको खोला है थर्ड स्टेज खोला आइगन्दा क्लियर फाइनली क्लियर ओ माई गॉड हामीले चाहिँ खोलामा खुट्टा पहालेको है हामीले चाहिँ देखाउँदै खुट्टा हामीले चाहिँ खोलामा खुट्टा पहालेको के अन्त यस्तै रहेछ जिन्दगानी खोला चाहिँ पहालेको हामीले खुट्टा हाम्रो खुट्टा पहाले होइन कि खोला चाहिँ पहालिदिएको हामीले खोला बरु धुलै माटे माटो भयो तर हाम्रो खुट्टा पहालिएन अरे हाम्रो मुख हामीले यत्रो दूरी पार गरेर आयौँ गाइज हाम्रो स्ट्रगल देख्नु नै भयो होला बिचमा अगाडि बाल्नु न बत्ती यो चाहिँ तपाईँको चाहिँ भित्र बाल्नु न अगाडि अनि म यसरी हिँड्नु ल एकछिन बन्द गरेर बन्द ढ्याप गाइज पानी परेर क्यामेराहरू पनि पुरै ब्लक भइरहेको छ क्यामेरा बुक्छ एकछिन यहाँ लामो सास लिनु पर्छ ऊ चाहिँ बिजी छ अहिले कामहरू अनि हामी हेर्नुहोस् न यत्रो पानी परेर हेर्नुहोस् न यी भिजेको हाम्रो अर्डर छ हिँड्नु नि त अब उही यार यस्तो स्ट्रगल गर्ने मेरो कलेज खोल्छ नि भनेर चिन्ता लागिरहेको मलाई आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है। इसलिए आज के लिए इतना ही।